यहाँ सबैलाई नमस्ते। म चाहिँ यहाँ जापानबाट चाहिँ बोल्दैछु। जापान आएको करिब करिब झन्डै 3 वर्ष हुन थाल्यो हैन। 3 वर्ष हुन लाग्दा पनि मैले चाहिँ एउटा ब्याङ्क क्यास चाहिँ राम्रो गरिरहेको छु। त्यसपछि ह्यान्ड क्यास भनेको चाहिँ कहिल्यै काहीँ इन्टरले पनि नाइट भन्यो के भन्यो हैन। त्यो कहाँ जङ्गलमा हिँडेर आधी घन्टा स्टेसनबाट हिँडेर त्यहाँबाट फेरि कम्पनी पुग्नै लाग्छ लगभग 15 मिनट जति, लगभग 45 मिनट हिँडेर आइन्छ हैन यस्तो ठाउँमा। अनि पुरा जङ्गलै जङ्गल थियो। कस्तो जङ्गलको बिचमा खाइ कम्पनी खोल्यो मुलाहरूले भनेपछि है भोटेहरूको मान्नै पर्छ दिमाग चाहिँ कहाँ यी कम्पनी जङ्गल स्थान गरेर पुरा कम्पनी बनाएको छ। यसको कम्पनी यस्तो छ। यस्तै छ अब लाइफ। धेरै काम गरेपछि निकाल्दैला भनेर कम काम गरेपछि आफूलाई पुग्दैन अनि त्यस्तो छ लाइफ। जापानमा चाहिँ सकेसम्म चाहिँ सोच विचार गरेर चाहिँ आउनु होला। जो चाहिँ स्टुडेन्टमा आउन चाहनुहुन्छ उहाँहरूले चाहिँ जापानमा स्टुडेन्टमा नसोचे नि हुन्छ। अब सकेसम्म आफ्नो मेहनत गरेर वर्किङमा आएको राम्रो।